राजन बङ्गलादेशमा अड्किएको 3 हप्ता भइसक्यो। अब उसको कथा यहाँबाट सुरु हुन्छ। एजेन्टले भनेको थियो बस केही दिन अनि अस्ट्रेलिया पुग्छस्, तर त्यो झुट थियो। यदि बाँच्न चाहन्छस् भने यहाँबाट भाग्नुपर्छ। राजनसँग अब आशा थिएन, तर एउटा सानो फोनले सबै बदलिदियो। छोरा, घर फर्किए पनि हुन्छ, तिमी सुरक्षित भए पुग्यो। त्यो रात राजनले भाग्ने निर्णय गर्यो। अब पछाडि फर्किने बाटो छैन। कहिलेकाहीँ आफ्नै मान्छेले सबैभन्दा ठुलो धोका दिन्छ। सपना देख्नु गलत होइन, तर गलत बाटो रोज्नु गलत होइ। पैसाको लागि मानिसले के गर्न सक्छ? राजनले त्यो रात देख्यो। एकचोटि जहाज चढिस् भने जीवन बदलिन्छ। सम नेभर रिटर्न्ड, सम ड्राउन्ड। कहिलेकाहीँ हार मान्नु नै सबैभन्दा ठुलो जित हुन्छ। He had failed to reach Australia, but he survived. कहिलेकाहीँ हार मान्नु नै सबैभन्दा ठुलो जित हुन्छ।